नमस्कार सम्पूर्णमा मेरो हृदयदेखि कोटि कोटि नमन छ हजुरहरूमा। आज चाहिँ सर्वप्रथम हजुरहरूलाई मेरो गन्थन पनि छ, अलिकति सन्देश पनि छ, अनि अलिकति हजुरहरूसँग सहयोग पनि छ ल है। धुप बालेर यो गोर्खाकाली जडीबुटी शक्ति धुप बालेर म हजुरहरूको स्वागत गर्छु है। अब हजुरहरूको घरमा भएका भूत प्रेत पिचासहरू नराम्रोहरू सबै हटेर जाओस् है त। हजुरहरूको नराम्रोहरू सबै हटेर जाओस् है त। अनि त्यसो भन्दै हजुरलाई के भन्छु भने आज सर्वप्रथम विश्वमा रहनुहुने नेपाली दाजुभाइ दिदी बहिनीहरू बुवा आमाहरू जो हुनुहुन्छ, विश्वको कुना काप्चामा रहनुहुने सबैलाई आज बुद्ध जयन्ती, आज गोरखनाथ बाबा जयन्ती, आज चण्डी पूर्णिमा, यस्तो पवित्र दिन, त्यसमा पनि गुड फ्राइडे, शुक्रबार, सुक्खै सुख प्राप्त गर्ने दिन शुक्रबार, यस्तो राम्रो दिन परेको छ। त्यो दिनको सबै हजुरलाई शुभकामना छ। बुद्ध जयन्तीको शुभकामना छ, गोरख बाबा जयन्तीको शुभकामना छ, चण्डी पूर्णिमाको शुभकामना छ। हजुरको सबैको घरमा सुख शान्ति समृद्धि बनोस्, हजुरको परिवारमा एकदम आनन्दमय बनोस्। र भन्दै आज सर्वप्रथम हजुरलाई के भन्न चाहेको भने सम्पूर्ण नेपाल आमाका छोरछोरीहरूसँग म अलिकति विनम्र सहयोग माग्दछु है। किन भन्नुहुन्छ भने यो तल फ्ल्याटमा म बस्दाखेरि जुन शक्ति दिँदाखेरि माले धेरै शक्ति त्यो यतापट्टिको कोठामा मलाई शक्ति दिनुभएको छ। गोर्खाकालीमा यहाँ पनि प्रकट हुनुभएको हो। जे बोल्छु म सत्य बोल्छु, बाबा पशुपतिनाथको कसम खाएर है। अनि अन्नपूर्णमा चाहिँ यता किचन कोठामा चाहिँ सपनामा है, त्यो तपाईँ सपनामा प्रकट भएर अनि त्यहीबाट मैले धनसप्पोको सुरु गरेको माले नै भन्नुभएको थियो। अनि त्यहाँ अहिले पनि भाडामा बस्नुभएको छ, मैले हट्नु भनिसकेँ। अब तल के गर्ने भने समय अब नजिक आयो। अझ हाम्रो देशमा धेरै ठुल्ठुला समस्याहरू आउँदैछन् होइन। अनि त्यो समस्या जति विश्वमा समस्याहरू नराम्रोहरू चाहिँ एकदम ठुल्ठुलो घटना दुर्घटनाहरू आउनुलाई भने मेरो मुटु दुख्न थाल्छ। यत्रो 19 वर्ष भयो म हजुरसँग कति कनेक्टेड भएको, कति यो कोरोना समयदेखि नै होला होइन। यो हैजाहरू यताउति अग्रङ बग्रङ सबै मैले नै भन्थेँ हजुरलाई। र अब चाहिँ समय एकदम एउटा अपरेसन भन्छ नि, अपरेसन जस्तै गरेर प्रकृतिले सबै अपरेसन गर्दै हुनुहुन्छ। त्यही अपरेसन भएर अनि मेरो नि मुटुको अपरेसन हुन लाग्यो क्या, एकदम दुख्ने क्या। त्यही भएर यो दुखाइ भुलाउनको लागि अब तलको फ्लाइट मैले खाली गर्नु भने त्यहाँ मालाई चाहिँ एउटा त पूजा कोठा छ, एउटा किचन छ, एउटा चाहिँ हामी अब आउने जाने पाउन बसौँला तपाईँ हामी। अनि एउटा चाहिँ मालाई गोर्खाकाली मालाई एउटा शयन कक्षा चाहियो। 11 मुखी नाग भएको एउटा बेड चाहियो। कसैले बनाउन चाहनुहुन्छ भने बनाउनुहोस्, म सम्पर्क नम्बर पनि राख्छु। र तलको तलको भाडा बस्नेलाई मैले हट्नु भनिसकेँ। बहिनीलाई त्यो एकजना विद्यार्थी बहिनीलाई चाहिँ म माथि नै दिन्छु, मुस्कान हो, मलाई चाहिँ काहीँ नहटाउने मा भने चाहिँ जतातता माथि नै मिलाउँला उसलाई। र अरूलाई चाहिँ मैले हट्नु भनिसकेँ, खोज्दै हुनुहुन्छ भाडा। त्यहाँ माले मलाई पहिल्यैदेखि म त्यो तल हुन्जेलदेखि शक्ति चाहिँ धेरै कुराहरू चाहिँ माले सपनामा देखाउनुहुन्थ्यो। अनि धेरै कुराहरू छ कि तलको फ्लाइटमा। अनि म माथि तल थपेर माथि सरेँ। अनि भाडामा नदे भनेर कानमा फ्रिक्वेन्सीहरू आइरहन्थ्यो। र पनि मैले अब यसो 16-17 हजार भयो भने भाडा आउँछ। अब नेटको, पानीको, फोहोरको, बिजुलीको, च्यानलको अग्रङ बग्रङ सबै तिर्न हुन्छ भनेर मैले माको कुरा नसुनी भाडामा दिएँ। अनि त्यो विद्यार्थीहरू अहिलेसम्म बसिरहनु भएको छ, धेरै वर्ष भइसक्यो। अब मैले हट्नु भनेपछि सायद अब भाडा खोज्दै हुनुहुन्छ उहाँहरूले। अनि अहिले पनि धेरै बिचबिचमा आउने अनि आउनेहरू भक्तलाई म धेरै सुनाउँथेँ। अनि एउटा काम बन्यो भने म गर्छु मा भन्नुहुन्थ्यो, कसैले के भन्नुहुन्थ्यो होइन। र अस्ति चाहिँ मलाई यो गएको पूर्णिमामा चाहिँ माले नै नौवटा कन्या भएर यहाँ भाडा राख्दै नराख भनेर सपनामा बरु खाली हुँदे। त्यसपछि आएर अनि त्यो रङसङ लाउनु पऱ्यो, टोयलेटहरू फोहोर छ त्यो टोयलेटहरू बनाउनु पऱ्यो, मालाई शयन कक्षा बनाउनलाई एकदम सफा सुग्घर हुनु पऱ्यो।
अनि अब 11 मुखे नाग भगवान 11 मुखे चाहिँ किनभने गोर्खा काली भनेको रुद्रकाली हो। रुद्रकाली भनेको 11वटा मुख हुन्छ। हामीले हजुरहरूले घरमा रुद्री लाउनु भने पनि गुरुहरूले भित्तामा चाहिँ 11 टिका लाउनुहुन्छ नि हो। त्यसै गरेर रुद्रकाली हो। रुद्रकाली भनेको गोर्खा कालिका हो। गोर्खा कालिका भनेको महाकाली हो। अनि त्यही भएर अब मालाई एउटा शयन कक्षा चाहियो त्यहाँ। अनि हजुरहरू नेपाल आमाका छोरछोरीहरू विश्वमा छरपष्ट भएर बस्नुभएको छैन। अहिलेसम्म मैले केही मागेको थिइनँ होइन। हजुरहरूलाई चाहिँ अब इच्छुक नेपाल आमाका इच्छुक व्यक्तिहरूले सहयोग मलाई गर्नु। म चाँडोभन्दा चाँडो चाहिँ अब त्यो बेडहरू हजुरले नै बनाइदिनुहुन्छ भने बनाइदिनुहोस्। यति त हामी नै बनाउँ भने अर्डर दिनु पऱ्यो। त्यही अब 11 मुखी नाग भएको चाहिन्छ। अनि त्यो एउटा कोठा चाहिँ माको शयन कक्ष क्या अदृश्यमा आएर सुत्ने। अनि एउटा किचन छ। त्यो किचनमा तपाईँ हामी चोखो बस्ने खाने भेटघाट गर्ने। अनि यो मेरो पनि मुटु एकदम दुख्न थाल्यो। यस्तो घटना दुर्घटना हुन लाग्यो भने मलाई एकदम सङ्केतहरू आउँछ। अस्ति मात्रै टिकटक लाइभमा मैले बडा मार पृथ्वीनारायण शाहले चाहिँ 2224 राज्य एकीकरण गर्दाखेरि त्यहाँ बक्रेश्वर गुफामा चाहिँ के अरे लगन थापा गुफामा चाहिँ हतियारहरू छ भनेको थियो नि। त्यो भनेर मलाई हिजो पनि गाह्रो भयो। त्यो भने दिनदेखि गाह्रो भयो। आज अलिक हल्का भइरहेछ। आज पूर्णिमाको सबै पूजा गरेँ। मैले केही पनि खाएको छुइनँ है। चिया 1 कप चाहिँ खाएँ। अब एकैचोटि चन्द्रमाको पूजा गरेर खिरहरू सबै भोग लगाइसकेँ। त्यही भोग लागेको खिर खान्छु बेलुका। अनि फेरि ध्यानमा बस्छु। आज हजुरहरूले पनि माथि चन्द्रमामा पूजा गर्नुहोस्। आज यति राम्रो दिन छ। अनि त्यसपछि चन्द्रमासँग एकदम आधा घन्टामा नि चन्द्रमालाई एकदम कनेक्टेड गरेर हेर्नुहोस्। आँखाबाट जति आँसु झर्छ त्यति झर्न दिनुहोस्। हेर्नुहोस् माथिको ऊर्जा प्राप्त हुन्छ। र अनि त्यसो भन्दै अब अनि त्यसपछि त्यो अनि मैले अर्को कुरो के भन्छु भने उपचारकाली जुन मेरो यो सन एलर्जी थियो। मैले कति उपचार गरेँ। कति नागहरू पञ्चायत कति माता पिता कहाँ गएँ होइन। अब मलाई त्यस्तो फुकफाकहरू के पनि आउँदैन। उही बाँडी म त साधारण हजुरभन्दा पनि साधारण मान्छे हो। के पनि थाहा छैन। एउटा कुञ्जिका स्टोर चाहिँ मैले कति 1,25,000 चाहिँ जब गरेँ होइन। 9 लाख चाहिँ शक्तिपीठमा गएर 9,25,000 चाहिँ शक्तिपीठमा गएर हवन गरेँ। अनि त्यो सिद्ध गरेँ होइन। त्योभन्दा उता मलाई यो लागो भागो यता फुक फाकहरू के पनि थाहा छैन। अनि मैले धेरै गुरुकामा गएँ। धेरै महार्गमा गएँ। नाग लाग्यो भने नाग पञ्चायत यता अग्रङ बग्न सबै गऱ्यो। केही पनि ठिक भएको थिएन। अनि म जब धापाखेल जुन मैले यो भिडियो रोएर हालेको थिएँ यो सन एलर्जीले मैले यसरी औषधि खाँदैछु यस्तो भनेर भनेको थिएँ नि। त्यो भिडियो उहाँहरूले हेरेपछि मलाई बोलाउनु भयो। बोलाएपछि मैले 3-4 चोटि उहाँ कहाँ गएर त्यो फुक्ने ओर्ने पनि होइन। फेरि आई कन्ट्याक्ट गर्नुहुँदो रहेछ। आई कन्ट्याक्ट गरेपछि एकदम त्यो रोगहरू धेरैको निको भएर चाहिँ त्यहाँ मैले बुझेँ पनि। अनि मेरो पनि धेरै 75% नै 50देखि 75% निको भयो। अहिले म घाममा बस्दा पनि मलाई त्यस्तो एलर्जी हुँदैन। नभए डाबर आउने चिलाउने हुन्थ्यो। अनि त्यो आमालाई पनि म यहाँ भेटाउँछु। हजुरहरूको उपचार पनि यहीँबाट गराउँछु होइन। र आमालाई पनि म यहीँ भेटाउँछु। र त्यो तलको फ्ल्याट चाहिँ एकदम सफा गरेर माको एउटा कोठा माको शयन कक्षा बनाउने। एउटा तपाईँ हामी भेटघाट गर्ने कोठा बनाउने। एउटा किचन छ चोखो। हजुर जहाँ भए पनि अब भेटौँ गरौँ आशीर्वाद लिउँ। अनि मलाई के भन्नुभएको छ भने देशमा अब यो भन्दा नि खतरा सङ्केतहरू एकदम भनौँ न अब अप्ठ्यारा दिनहरू आउँदैछन्। र हाम्रा राष्ट्रदेव पशुपतिनाथ हो। राष्ट्रगुरु गोरखनाथ बाबा हो। राष्ट्रको कुल हनुमान बजरङ्ग बली हो। अनि हनुमान बजरङ्ग बलीको जुन त्यो सिन्दुर लाएर आशीर्वाद दिए भन्नुभएको छ। समय परिस्थिति भोलि जे पनि पर्ला लड्नु पर्ला। इन्डियासँग लड्नु पर्ला चाइनासँग लड्नु पर्ला होइन। पश्चिमी शक्तिसँग लड्नु पर्ला। समय त्यस्तो छ। मैले पहिलेदेखि भनिरहेको छु। अब अहिले चाहिँ अब बालेन सरकार हुनुहुन्छ। बालेन सरकारले सबै सफाहरू यताउति अग्रङ बग्रङ खोलाको तीरबाट 65 मिटरसम्म घरहरू नबनाउनुहोस् तपाईँहरूले। त्यो 65सम्म सबै खोलाको एरिया हुन्छ। मैले भने त्यो खोलाले आफ्नो धार परिवर्तन गर्नुहुन्छ। आफ्नो हिसाब सबैले खोज्नुहुन्छ। देवी देवता सबैले हिसाब खोज्नुहुन्छ है। अब हिसाब खोज्ने समय बेला आएको छ। त्यही भएर हजुरहरू अब जति सक्दो तलको फ्ल्याट सफा सुग्घर गरेर माको शयन कक्षा बनाएर अनि त्यसपछि अनि तपाईँ हामी भेटघाट गरौँ। अनि यो मन्दिर गयो भने दुख्दैन होइन। मन्दिर गयो भने दुख्दैन। अनि घरै बस्यो उ गर्यो कहिले टिकटकमा रमाइलो। अनि हजुरहरू आउने जाने फेरि त्यो हेरेर बस्ने हेरेन चाहिँ होइन है। फेरि अब इच्छुक व्यक्तिहरूले पनि सहयोग गर्नुहोस् होइन।
अनि इच्छुक व्यक्तिहरूले यहाँ आएर भेट्ने ओर्ने आशीर्वाद लिने चिया पकाउने खाने चोखो होइन अनि त्यसपछि आएर भलाकुसारी गर्ने अब यस्तो देशभक्त राष्ट्रभक्त धर्मभक्त समय परिस्थिति एकदम खतरा छ त्यसैको लागि हजुरहरूलाई चाहिँ म विनम्र अनुरोध गर्छु हजुरहरूले यदि सहयोग इच्छुक व्यक्तिहरूले सहयोग गर्न चाहनुहुन्छ भने म यहाँ कन्ट्याक्ट नम्बर राखिदिन्छु र चाँडोभन्दा चाँडो तलको फ्लाइटमा गएर हजुरहरूलाई पनि भेट्ने मेरो इच्छा छ र अनि उपचार कालीमालाई पनि भेटाउने उपचार छ धेरैको रोग निको पार्ने पनि हाम्रो इच्छा छ हेर्दै जाउँ समय बलवान छ समयले कतिसम्म साथ दिनुहुन्छ र गाली चाहिँ नगर्नुहोस् है यो दुखेको मन त कमेन्टमा कसैले पनि गाली नगर्नुहोस् है मेरो मन अति कमलो छ कि अति भावुक छु क्या म प्रकृतिसँग कनेक्टेड भएको मान्छे होइन म एक त भगवान्ले जे भन्नुहुन्छ त्यही दौडिने मान्छे होइन म कुनै माता पनि होइन पिता पनि होइन म कुनै त्यस्तो आसन शासन लिएर बसेको पनि छुइनँ म लिन्न पनि मलाई चरा जस्तो उड्नुपर्छ प्रकृतिसँग रमाउनुपर्छ खोला नालासँग मेरो भलाकुसारी गर्नुपर्छ र इच्छुक व्यक्तिहरूले यदि चाहनुहुन्छ भने विनम्र सहयोग गर्नुहोस् म चाँडोभन्दा चाँडो त्यो फ्लाइटमा हजुर सबैलाई भेटेर आशीर्वाद दिनेछु अनि यसमा कन्ट्याक्ट नम्बर म राखिदिन्छु र अनि अब के हुँदैछ भनेर सन्देश फेरि म अर्को भिडियोमा ल्याउँछु यति भन्दै हजुरसँग बिदा चाहन्छु जय नेपाल आमा जय गुरु गोरखनाथ बाबा जय गोर्खाकारी जय राष्ट्रदेव सबैको घरमा सुख शान्ति समृद्धि अनि यो पैसा पुग्यो भने अनि मेसिन पनि किन्छु अनि यो धुप चाहिँ सर्वसाधारणले लिने गरेर अलिकति उपलब्ध अलिक सस्तोमा मेसिनबाट भयो भने त अलिक सस्तो पर्छ नि त्यो मेसिन किन्ने पनि मेरो इच्छा छ अब हजुरहरूको इच्छा हजुरहरूको दान अब हजुरहरूको सहयोग होइन मेरो इच्छा भगवानको माग है भन्दै बिदा चाहन्छु जय नेपाल आमा